जय श्रीमन्नारायण। जन्मस्थल थियो मेरो तेह्रथुम जिल्ला, जन्मस्थल थियो तेह्रथुम जिल्ला। जन्मस्थल मेरो तेह्रथुम जिल्ला, छतर फाक्सा मारा, तेह्रथुम जिल्ला, छतर फाक्सा मारा। नौसिंहे भन्ने गाउँ थियो हाम्रो, नौसिंहे भन्ने गाउँ थियो हाम्रो। टारघर भनी चिन्ने थिए हामीलाई सबले, टारघर भनी चिन्ने थिए हामीलाई सबले। हाम्रा हुनुहुन्थ्यो हजुरबा माइलो छोरो हुनुहुन्थ्यो, हाम्रा हजुरबा माइलो छोरो हुनुहुन्थ्यो। माइला छोराको नातिनी हामी माइला छोराका नातिनी हामी छवटी थियौँ। माइला छोराका नातिनी हामी छवटी थियौँ। माइला छोराका 2 भाइ छोरा हुनुहुन्थ्यो, तर हामी 2टामा छवटी नातिनी थियौँ। 2 भाइमा हामी छवटी नातिनी थियौँ। आज किन भयौँ पराई, आज किन टाढा भयौँ कसलाई थाहा हुन्छ। आज हामी किन टाढा भयौँ कसलाई थाहा हुन्छ। धन सम्पत्ति भए मात्रै दिदीबहिनीले चिन्ता रहेछन्, धन सम्पत्ति भए मात्रै दिदीबहिनीले चिन्ता रहेछन्, नभए त दिदीबहिनी पराई हुँदो रहेछ। धन सम्पत्ति भए मात्रै दिदीबहिनीले चिन्ता रहेछन्, नत्र भने पस दिदीबहिनी पराई हुँदो रहेछन्। सम्पत्ति थियो भने सबै हुन्थे हाई हाई, सम्पत्ति नहुँदामा सबै रहेछन् भाइ भाइ। सम्पत्ति थियो भने सबै हुन्छन् हाई हाई, सम्पत्ति नभए हुँदो रहेछन् भाइ भाइ। यस्तो स्वार्थी संसार हेर्नु पनि छैन, यस्तो स्वार्थी संसार हेर्नु पनि छैन। आफ्ना भने जति सम्झ्यो सम्झिने नि होइन, आफ्ना भने जति सम्झ्यो सम्झिने नि होइन। तर हामीलाई त लाग्दो रहेछ धेरै माया, हामीलाई त लाग्दो रहेछ धेरै माया। माया मोहले थाम्दो रहेनछ साथी, माया मोहले थाम्दो रहेनछ। जति दिदीबहिनी भए पनि एक्लै रहेछौँ, जति दिदी दाजुभाइ भए पनि एक्लै रहेछौँ। हामी माइला टारगा र माइला भन्ने हजुरबाको नाम माइलो थियो, हजुरबालाई माइलो भन्थे। उहाँका सन्तान हामी 8 जना थियौँ, उहाँका सन्तान हामी 8 जना छौँ, तर लास्टमा हामी एक्लै छौँ। 8 जना छौँ हामी उहाँका सन्तान, तर हामी एक्लै छौँ। 8 जना छौँ उहाँका सन्तान, हामी एक्लै छौँ। छोरा नाति भन्नु त केही होइन रहेछ, सन्तान मात्रै आफ्नो ठुलो हुँदो रहेछ। सम्पत्तिमा सबै हाई हाई हुँदो रहेछन्, नभएमा सबै जिन्दगीमा बाई बाई हुँदो रहेछन् साथी। अरू हामी लान्नौँ केही पनि माथि साथी, अरू हामी लान्नौँ केही पनि माथि। यो मेरो भनाइलाई हजुरहरूले सुनेर मनन गरिदिनु होला। यो मेरो भनाइलाई सुनेर हजुरहरूले मनन गरिदिनु होला। जीवनमा बाल्यकालदेखिका सम्झनालाई आज धेरै सम्झेर ल्याउँदा मलाई यो बैराग लागेको हुँदा मैले कोहीसँग पनि नराम्रो थिएन, कसैलाई नराम्रो पनि बोलिएन, तर आज किन यस्तो भयो आफैलाई थाहा छैन। तर आज किन यस्तो भयो आफैलाई थाहा छैन। चिन्नेले त चिन्नेछन्, नचिन्नेले हिँड्नेछन्, चिन्नेले त चिन्नेछन्, नचिन्नेले हिँड्नेछन्। धन सम्पत्ति नभए पनि इज्जत त थियो, धन सम्पत्ति नभए नि इज्जत त थियो। सम्पत्ति नै रहेनछ ठुलो कुरो, इज्जतभन्दा ठुलो सम्पत्ति होइन रहेछ, इज्जतभन्दा ठुलो सम्पत्ति होइन रहेछ। इज्जत र इमानलाई बेच्यौँ भने हामी केही पाउँदैनौँ, इज्जत र इमानलाई बेच्यौँ भने हामी केही पाउँदैनौँ। राम्रो साथी भए मात्र राम्रो हुने रहेछ, राम्रो साथी भए मात्र राम्रो हुने रहेछ। साथी नराम्रो पाइयो भने दुःख पाइँदो रहेछ, साथी नराम्रो पाइयो भने दुःख पाइँदो रहेछ भन्दै मैले यो भिडियो यहीँ पोस्ट गर्न चाहेँ। साथी राम्रो नपाएमा हामी धेरै रुँदा रहेछौँ, साथी नराम्रो पाएमा धेरै रुँदा रहेछौँ। साथी हामीले लिएर आएका होइनौँ, लिएर जाने छैनौँ। साथी हामीले लिएर आएका होइनौँ, लिएर जाने छैनौँ। एक्लै आएका थियौँ, एक्लै जानेछौँ। 2 दिनका लागि नाता जोडेको थियो, 2 दिनका लागि नाता जोडेको थियो। 2 सन्तानै बनाउन लागि मात्रै नाता जोडिएछ, 2 सन्तान बनाउनका लागि नाता जोडिएछ। 2 सन्तान बनाउनका लागि नाता जोडिएछ, 2 सन्तान बनाउनका लागि नाता जोडिएछ। आज हामी यहीँ एक्लै छोडी जाने रहेछ, आज हामी यहीँ एक्लै छोडी जाने रहेछ। साथी पढेको थियो भने त म धेरै कहानी लेखेर 10-15वटा डायरी भर्ने थिएँ होला, 20वटा डायरी त भर्ने थिएँ होला। तर नपढ्दाखेरि आज धेरै पीडा लाग्दो रहेछ, नपढ्दाखेरि आज धेरै पीडा लाग्दो रहेछ। पढेको थियो भने धेरै म बनाउने थिएँ, तर अब नपढेका दिन बैराग लाग्दो रहेछ, नपढेका दिन बैराग लाग्दो रहेछ भन्दै यो जीवनमा भोगेका
कुराहरूलाई सबै सपना जसै संसार छ भुल्नु नै बेकार छ। सपना झैँ संसार छ भुल्नु नै बेकार छ, आउने जाने गर्दा गर्दै यही एउटा साथ छ। सपना झैँ संसार छ भुल्नु नै बेकार छ, आउने जाने गर्दा गर्दै यही एउटा साथ छ। भगवान् साथी हुनुहुन्छ रामानुजको दास हो दासी हो, भगवान् साथी हुनुहुन्छ रामानुजको दास दासी हो। संसारमा त्योभन्दा ठुलो केही रहेनछ, संसारमा त्योभन्दा ठुलो केही रहन्छ। अब जन्मनु नपरोस् यो संसारमा, जन्मेर आउनु फर्केर आउनु नपरोस् गएपछि। यो संसारमा जन्मेर फर्केर आउनु नपरोस् गएपछि, यो संसारमा जन्मेर फर्केर आउनु नपरोस् गएपछि। भगवान्लाई त्यही मेरो प्रार्थना छ, दिनरात सब सम्झिन्छु म, हरिलाई नै सम्झिन्छु, रामानुज भगवान्लाई नै सम्झिन्छु। यो दासीले रामानुजभन्दा अरू सम्झिने छैन, यो दासीले रामानुजभन्दा अरू सम्झिने छैन। रामानुजको दास हो, एक दिन रामानुजको दास भइसकेपछि रामानुजसँगै जानुपर्ने रहेछ। रामानुजको दास भइसकेपछि रामानुजसँगै जानुपर्दो रहेछ। किन गर्छौँ लोभ मोह घमण्ड हामी, किन गर्छौँ लोभ मोह घमण्ड हामी। बाँचुन्जेली सुख शान्ति दिए पुग्छ, बाँचुन्जेली सुख शान्ति दिए पुग्छ। लिएर आएका छैनौँ हामीले लिएर जाने होइनौँ, लिएर आएका छैनौँ हामीले लिएर जाने छैनौँ। दुखाइ बिराम पीडा नहेरेसी अरू कोही चाहिन्न, दुखाइ पीडा बिराम नहेरेसी अरू कोही चाहिन्न। आफूले भोगेका भोगाइलाई यहीँ विश्राम गरेर जानेछु, यहीँ विश्राम गरेर जानेछु। यो दुई मुठी परान हुन्जेल भगवान्लाई नै सम्झेर, दुई मुठी परान हुन्जेल भगवान्लाई सम्झेर भगवान्कै नाम संकीर्तन गरेर रामानुजकै संकीर्तन गरेर जाने हो साथी हो। अरू हामी केही लाँदैनौँ, अरू हामी केही लाँदैनौँ। किन गर्नु लोभ र मोह घमण्ड हामीलाई केही छैन, किन गर्नु लोभ र मोह घमण्ड हामीलाई केही छैन। हजुरहरूको माझमा आएर यति नै मैले पस्कन चाहेँ, अरू केही जान्ने छैन। जय श्रीमन्नारायण।